जिन्दगीमा कस्तो प्रकारको मानिसहरूलाई कहिले पनि भुल्नु हुँदैन वा बिर्सनु हुँदैन। यसको एन्सर म तपाईहरुलाई चारवटा पोइन्टमा भन्छु। यो मेरो अनुभवको आधारमा यी 4 प्रकारको मानिसहरूलाई चाहिँ कहिले पनि भुल्नु हुँदैन। अब तपाईहरुलाई कस्तो लाग्छ? यदि तपाईहरुलाई भिडियो मन पर्छ भने भिडियोलाई लाइक, शेयर र रिपोस्ट गर्नु होला, साथै कमेन्ट पनि गर्नु होला है साथीहरु। पहिलो, जसले तपाईलाई जहिले पनि सही बाटो देखाउँछ अथवा भनौं जसले तपाईलाई ज्ञान दिन्छ अथवा आफ्नो अनुभव शेयर गर्छ र जहिले पनि तपाईलाई राम्रो बाटो नै देखाउँछ क्या, अघि बढ्नलाई सिकाउँछ भनौं, त्यस्तो व्यक्तिलाई कहिले पनि बिर्सनु हुँदैन। दोस्रो, जसले तपाईलाई तपाईको दुःखको समयमा, पीडाको समयमा, तपाईको कठिनाइको समयमा साथ दिन्छ, त्यस्तो व्यक्तिलाई कहिले पनि बिर्सनु हुँदैन। तेस्रो, जसले तपाईलाई त्यो दुःखको अवस्थामा पुर्याएको हुन्छ नि, तपाईको कठिनाइको अवस्थामा भनौं हैन, तपाईलाई नराम्रो अवस्था भनौं न, नराम्रो अवस्थामा जसले तपाईलाई पुर्याएको हुन्छ नि, त्यस्तो व्यक्तिलाई पनि कहिले पनि भुल्नु हुँदैन। चौथो, यो चौथो झन् अति नै गम्भीर एन्सर हो क्या, भनौं न यो चाहिँ प्राय धेरै जसोले गर्छ क्या यस्तो। अब चौथो भनेको जसले तपाईलाई दुःखको समयमा, पीडाको समयमा हैन, नराम्रो अवस्थामा, तपाईको नराम्रो अवस्थामा जसले तपाईलाई छोडेर जान्छ अथवा तपाईले सहयोग माग्दा उसँग क्षमता हुँदाहुँदै उसले तपाईलाई सहयोग गर्दैन, उसँग समय हुँदाहुँदै तपाईलाई समय दिँदैन, उसँग त्यो अनुसारको क्षमता हुँदाहुँदै तपाईलाई त्यो सहयोग गर्दैन, अथवा तपाईको दुःखलाई उसले मजाकको रूपमा लिन्छ, तपाईको दुःखलाई दुःख सम्झिदैन, अझै झन् बेइज्जत गर्ने काम गर्छ, अथवा भनौं तपाईलाई छोडेर जान्छ क्या त्यस्तो दुःखको अवस्थामा। अरु बेला तपाईको रमाइलो खुसीको अवस्थामा सँगै बस्ने, खाने पिउने, ऐश मोज मस्ती गर्ने क्या, तर जतिखेर तपाईलाई दुःख परेको हुन्छ तपाईलाई छोडेर जान्छ क्या त्यस्तो अवस्थामा। त्यस्तो व्यक्तिलाई त झनै कहिले पनि जिन्दगीभरि भुल्नु हुँदैन वा बिर्सनु हुँदैन। यो चाहिँ मेरो अनुभवको आधारमा भनेको हो हैन साथीहरु। अब तपाईहरुलाई कस्तो लाग्छ? यदि तपाईहरुलाई भिडियो मन परेको छ भने भिडियोलाई लाइक गर्नु, शेयर गर्नु र रिपोस्ट गर्नु, साथै कमेन्ट पनि गर्नु होला है साथीहरु। हस्त, धन्यवाद।